म भावनालाई बढी महत्त्व दिन्छु। जस्तो तपाईँको स्क्रिप्टले पनि एउटा भावना पोखिरहेको हुन्छ, शब्दहरूले एउटा भावना पोखिरहेको हुन्छ, कलाकारले एउटा भावना पोखिरहेको हुन्छ, डिरेक्टरले पनि एउटा भावनालाई एक्जिक्युट गर्न खोजिरहेको हो, सिनेमाटोग्राफरले त्यो भावनालाई क्याच गर्न खोजिरहेको हो भनेपछि सबैजना चाहिँ एथलेट अफ इमोसन हो जस्तो लाग्छ मलाई। भावनाका खेलाडीहरू जसले चाहिँ भावनासँग खेल्छन्, भावनालाई बचाउँछन् होइन। भावना पहिला एक्सपिरियन्स गरेको छु कि छैन, किन कतिवटा चिजहरू चाहिँ संजोगले एक्सपिरियन्स गरेको छैन कि। त्यही भएर मैले फर्स्टमा चाहिँ भाइब्स हेर्छु टिमसँगको, अनि स्क्रिप्टमा भएको भावनाहरू। अनि यति धेरै भावनाको कुरा आयो, खासमा भावना कसको छोरी हो? भावना त अब खै छिमेकी अङ्कलको छोरी होला। सन्जोगसँग चाहिँ भावनाको कसरी भेट भयो? आफ्नो बारेमा भन्दा अरूको बारेमा बढी सोच्नुपर्ने भएकोले त्यहाँबाट भावनासँग भेट भयो, अनि ब्रेकअप हुन मानिरहेको छैन। भावनासँग तपाईँको रिलेसन चाहिँ कसरी अगाडि बढिरहेछ? अहिलेसम्म भावनाले पनि मलाई एकदमै साथ दिइरहेको छिन्, मैले पनि भावनालाई एकदमै साथ दिइरहेको छु। अब त्यो भावनासँग छुट्ने बेलामा चाहिँ सायद त्यतिखेर मेरो सोच अनि मेरा स्वार्थ अनि मेरा हाँसो मेरा आँसु सबै रोकिएका हुन्छन्, मतलब मेरो सासै रोकिसकेका हुन्छ होला त्यतिखेर चाहिँ। त्योभन्दा पहिला चाहिँ नछुट्ला कि। भनेपछि भावनासँग बिहे नै गरेर अगाडि बढ्नेवाला हुनुहुन्छ? डिभोर्स नगरिकन अझ धेरै भावनाहरू जन्माउँदै अगाडि बढ्नु पर्ला।